एभ्रिवान एन्ड जय मसी सबैजनालाई सन्चै हुनुहुन्छ होला तपाईँहरू सबैजना अनि म पनि एकदमै सन्चै छु। सो आज चाहिँ हामी काठमाडौँदेखि कृष्णनगर जाँदैछौँ। अहिले चाहिँ हाम्रो नाइटको बस हो, हामी नाइटमा जानेछौँ। आज एकदमै लेट भयो किनकि बाटो बनाउँदैछ अरे यता पश्चिम साइड, अनि गाडी आउनु चाहिँ टाइम लाग्यो। सो अहिले चाहिँ हामी लगभग 9 बज्नु लागेको छ। हाम्रो 10 बजीतिर जान्छु होला, यहाँदेखि चाहिँ हिँड्छु होला, रातभरि हिँड्छौँ अनि भोलि हामी त्यस्तै दिउँसोतिर पुग्छौँ होला। आजदेखि भोलिसम्मको ब्लग हुनेछ, तपाईँहरूले ब्लग चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला। सो त्यही हो। Very beautiful green line. I am sad. Cuk. Ini berat, calling push. Yang bersih. Oh no, is this Rolex? Oh shit, yes. Oh my god, I'm rich. This is called Rolex, real original. Yeah. Oh my god, what the I was supposed to get it. First time I did it. Dora lah, Indonesia. Tapi कति बजे आउने भन्नुहुन्छ? एक दिन ढिलो भयो त। बाटै त्यस्तै छ के गर्नु? जान परिन्छ पर्दैन? हजुर जान परिदैन अब हामी जस्तो शिक्षा स्टोरी छ। सबै चला नथुने हो बनेन पता है त चार्जर को तर लु त्यो हट्छ तपाईले बस्नुस् न, म टुरमा बस्छु। दिन मिल्दैन अगाडि बस्नु ड्राइभर सर न। सबैजनालाई फेरि स्वागत गर्दछु। बिहानीको यो स्वागत हो। हामी चाहिँ हिजो राति 12 बजी हिँडेको, तर हामी एकदमै ढिलो भएको कारणले अहिले दिउँसो भइसकेको छ। बिचिना छ यतापट्टि चाहिँ सबैजना। हामी चाहिँ भजन गाउँदै हिँड्दैछु। अन्ताक्षरी खेलिरहेको कहाँ हामी?
बसेर यो भुइँमा बसेको यहाँनिर यो खानुलाई प्रेस गरेको 1 घन्टा भइसक्यो तर खान सक्दैन छैन जोक छ I'm not saying. No, you diss me. Sorry. I am saying to Ruth. No, that's called diss. हम चाहिँ अहिले बुटोलमा आएर कुल्फी आइसक्रिम खाँदै गरेको खाइसक्यो नि भनौँ न मैले हिजो सबै भिडियो खिच्न सकिनँ सो हिजोको र आजको भिडियोलाई चाहिँ मैले त्यो ठाउँ मर्च गरेको अनि चाहिँ हाम्रो सेकेन्ड गेम हुन्छ बच्चाहरूलाई सो प्राइजहरू हेर्नु होला ल यो अब धेरै कुरेर बसे पनि आउट हुन्छ है ल खेल्नु पनि पर्यो त रेखा भन्दै जानु पर्ने यो सेतो लाउने बाबु तिमी पनि खेल्नु पर्यो त अघिदेखि उता बसेको हुन्न त्यसरी कुन भाइ धेरै माथि भयो त्यहाँ त कसले फुटाल्छ र चप्पल लगाउनु देऊ रे यो भाइको धेरै माथि छ ल भयो
त्यस्तो आइदियो नि त है सो गाइज आजको दिन पनि सेवा अनि गेमहरू हेरेर नै बित्यो अहिले चाहिँ हामी राति फोटोहरू खिचेको एकछिन अनि यति नै हो आजको लागि भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु बाई बाई सबैजना राम्रोसँग बस्नु होला फेरि अर्को भिडियोमा भेट्ने नै छौँ